अहिले त मागी विवाह हुँदै हुन्न हेर्नुहोस् मागी विवाह कम गाह्रो छ अहिले कहाँबाट खोजेर ल्याउने मैले केटी अहिले यहाँ केटी छँदै छैन त बरु लैन भैँसी खोज्दै भने मैले खोजिदिन्छु तर केटी छैन अहिले छैदै छैन भाका केटी जति सबै प्याक छन् हेर्नु लभ गरेर ट्याक्क लभ गरेर बसिया छन् अब तिनीहरूलाई लैन भैँसीको पाडो छुटाए जस्तो छुटाउन सकिन्न गाह्रो छ नि अहिले त ट्रु लभ भन्ने छन् के भनिया छन् ए हामी त अब त्यो छुट्टिए पार त झुन्डिएर मर्ने हो भनेका छन् अन्त कहाँ हुन्छ अहिले त बाबुआमाले पनि रोकटोक गर्नै छोडे अब केही हुने हो कि भन्नु पर्यो तपाईँ इन्जिनियरलाई त पाइन्न केटी पाइन्न अनि जापान कोरिया ए हुन्न जापान कोरिया केटी पाइन्न छैन अस्ट्रेलिया अमेरिका हो भने अलिकति विचार गर्न सकिन्छ लभ सब भएको पनि यसो छुटाउन कोसिस गर्न सकिन्छ बाबुआमाको फोर्स लगाएर नत्र भने त केटी छैन बेलैमा लभ गरेर बस्नु पर्दैन बिहे हुन्थ्यो नि अहिले त हुन्न लभ छ के कुराकानी मिलेको छैन भने म घर गएर मिलाइदिन्छु त्यतिसम्म चाहिँ गर्न सक्छु तर अरू राँडै बसे हुन्छ जिन्दगीभर राँडै बस्नु तपाईँ त्यति छैन तपाईँ डक्टर गरे अनि डक्टर मान्छे त्यहाँ यसो काम गर्दा गर्दै नर्सहरू मिलाउने हो कि के गर्ने हो अहिले यहाँ मथिम खोज्न आउने हो छैन मथिम केटी अनि तपाईँ कहाँ अरे कोरिया कति कमाउनुहुन्छ जम्मा 2 लाख 2 लाख त हुन्न 4 लाखबाट माथि कमाउनुहुन्छ भने यसो खोज्न विचार गरौँला नत्र पनि गाह्रो छ अहिले त हेर्नुहोस् मेरो हातमा 1 लाखै थमाइदिए पनि केटी पाइन्न 1 लाखै थमाइदिए मैले खोज्नै सक्दिनँ कि 10वटा लैन भैँसी खोजिदिएँ भने मैले खोजिदिन्छु केटी एउटा केटी भेटाउन सकिन्न अहिले गाह्रो छ अब मैले यो लमी कामै छोडिसकेँ म कहाँ नआउँदा हुन्छ केटी पाइन्न है अब सबै अरूलाई पनि भनिदिनुहोस् म अब लमी होइन है अबदेखि केटी पाइन्न गाह्रो छ मेरो टाउको दुखिसक्यो यहाँ केटी सबै केटी भन्न आउँछ कहाँ खोजिदिनु मैले केटी कसैले छोरी पाउन्न अब तिमीहरूको पाला तिमीहरूले छोरी पाए पो बल्ल अहिले केटी खोज्दा पाइन्छ खालि छोरा भनेर छोला बल गरे छोरी हुन लाग्यो भने त्यहाँ पेटा चेक गरेर फालेका छन् अहिले कहाँ पाइन्छ केटी त्यसैको सराप लाग्यो अहिले केटी पाइन्छ बिहा गरेर पाइन्न अहिले त हेर्नुहोस् राई लिम्बू मगरको भन्दा गाह्रो भयो कि बाहुनहरूको बिहा गर्न केटी भेटिन्न गाह्रो छ नि बाहुन भनेर के गाह्रो छ अहिले त सरकारी जागिर जापान कोरिया दुबई कतार अनि इन्जिनियर त डक्टर कोही नआए हुन्छ क्या अमेरिका अस्ट्रेलियालाई थोरै विचार गर्न सकिन्छ हेर्नुहोस् नत्र भने त अहिले केटी पाइन्न केटी छँदै छैन भन्दा पनि हुन्छ विदेश हुन्छ भने उतै विदेशबाटै केटी ल्याउँदा हुन्छ यहाँ पाइन्न केटी विदेशबाटै उता उठाएर ल्याए हुन्छ केटी पाइन्न अनि हजुर चाहिँ केटीको बाउ अनि नानी चाहिँ के कसो छ एसी फेल हो धन्दै मान्न पर्दैन एसी फेल भनेको त बहुत हेर्नुहोस् मलाई त डक्टर चाहियो कि इन्जिनियर चाहियो कि कोरिया जापान भएको केटो अस्ट्रेलिया अमेरिका रोजी लाइन मैले भोलिदेखि तपाईँ घरमा लाइन लगाइदिन्छु ल जस्तो भन्यो त्यस्तै पाउँछिन् तिनले केटो त रोजी पाउँछिन् तिनीलाई त एकदम छाती ठुलो गराएर केटो खोज्न भन्नुहोस् एकदम अलि एटिट्युड देखाएर के केटो आयो भने हाई फाई देखाएर टेन्सनै गर्नु पर्दैन जस्तो भए पनि बिहा हुन्छ यहाँ त मस्त म तपाईँलाई त अमेरिका अस्ट्रेलिया ग्रिन कार्ड होल्डर सबै मैले यहाँ अहिले 100वटा लाइन लगाइदिउँ भने लगाइदिन्छु केटी भन्ने चिज हुन पर्यो बस त्यति हो केटी पाए हुन्छ कि हेर्नुहोस् अहिले त मैले 1 लाख रुपियाँ मेरो हातमा थमाइदिएँ केटी खोजिदिएँ भने पनि केटी खोज्नै सकेको छैन तपाईँ केटी मिलाउनुहोस् न मात्रै मैले त के गर्नुपर्ने मैले गर्छु केटी पाउन पर्यो सबै बिहे खर्च केटाले नै बिहोर्छ के दाइजो पनि उल्टै दिन्छ केटाले किन टेन्सन गर्नु भएको छ ठिङ्ग दुईटा खुट्टाले उभिने केटी चाहियो केटी नाम मात्रै केटीको भए पुग्छ अहिले केटीको हाहाकार छ मैले अब लमी कामै छोडिदिइसकेँ अब यहाँ बाख्रा चढाएर हिँड्न लागिसकेँ मैले लमीसम्म काम गर्नै छोडेँ टाउको दुखिसक्यो टप गरेर च्याप्याक्क चोप्किएर बसिया छन् मोबाइलमा खुसु कुरा गर्दा पहिला पो मोबाइल हुन्थेन र चिठी पत्रको जमाना आउँथ्यो कोही चिठी जान्थे आउँथ्यो थाहै हुन्थेन लबै पर्थेन गाह्रो हुन्थ्यो उल्तिर भाकान भन्नै डराउँथे र पो झ्याप्पै बाबुआमाले भनेपछि झ्याप्पै बिहा गरेर जान्थ्यो अहिले त कहाँबाट पाउनु केटी हजुरकी छोरी चाहिँ के गर्दैछिन् ब्याङ्कमा जागिर गर्नलाई त अमेरिका भन्नुहुन्छ कि अस्ट्रेलिया भन्नुहुन्छ पिआर होल्डरहरू म एकदम मिलाइदिन्छु यहाँ तराईमै लाखौँ बिघा जमिन भएका केटाहरू कस्तो केटा चाहियो तपाईको छोरीले केही सिनका पनि भाँच्न पर्दैन सबै काम सबै घरकाले गर्छन् केटी चाहियो के बस बिहे चाहिँ हुन पर्यो तपाईको स्थिति चाहिँ के छ
छोरी छन् कि छैनन्, कतिजना छोरी पाउनु भयो, ढुक्क बेला छोरी पाउनु पर्छ नि। ओइले तपाईँ करोडपति हुनु त करोडपति, बिहेपछि त उनीहरू लालन पालन त एकदम कडा गर्छ, कडा। 3 दिनै मासु भात जे भन्यो त्यही सब पुऱ्याइदिन्छ नि। बिहा गर्ने बित्तिकै स्कुटी किनिदिने अरे, मोच।